हेलो साथीहरू, अहिले रातिको कति बजी आइदियो? घडी देखाउनु त कति बज्यो? टाइम देखाउनु त कति बज्यो भनेको? 11-12 भइरहेछ है गाइस। हामी यस्तो राति नि हरियो मकै पुरै यसरी भुटेर खाँदैछौँ। छोडिदिनु। यहाँ चाहिँ हरियो मकै छ कि मैले चाहिँ यो चक्कुले कोट्टाउन झ्याउलाएर यो चक्कुले काटिदिएको। राति यस्तो राम्रो हरियो मकै छ साथीहरू। टाइम कति भयो भने माइजू? टाइम कति भयो भने? टाइम 11-12 खै देखाउनु घडीमा। आम्मा 11:12 गइसक्यो। यता चाहिँ चिया पाक्दैछ कि साथीहरू, फेरि टक्क लाएर चिया पाक्दैछ 3जनालाई। मरिजाल्यो मेरो बुढो चाहिँ बसिरहनु भएको छ। म चाहिँ चिया घाटा लाग्छ यार। यो महँगो हो कि यो मकै महँगो छ होइन। मैले चाहिँ घिउ हालेर भुटेको साथीहरू, अझै भएको छैन। मजाले पाक्नुपर्छ। टक्क लाएर फिल्म हेर्दै थिएँ कि के खाउँ भएर मकै भुट्दैछु। अब मकै भुटेर टक्क लाएर खाइन्छ। मेरो प्लान कस्तो भएछ? मेरो प्लान्ट माइ गॉड, जरा हालेको हेरौँ न, कति धेरै जरा हालिसक्यो है प्लान्टले। क्या भयो मैले? डिस्टर्ब गरिदिन्छु। अहिले हाल्नु एकछिन त्यहीँ राख न। मेरो बुढो चाहिँ के गर्दै बस्नु भएको छ हेर्छु है साथीहरू। बुढो हजुर के गर्दै हो? हजुर के गर्दै बस्यो बुढो? इन्तजारमा बसेको। के रे? तिम्रो इन्तजारमा त्यो दामी गीत बनाएको छु नि मैले। ओ माई गॉड, मेरो बुढो चाहिँ मेरो बुढोलाई के खानु मन लाग्यो अरे? मकै घिउमा भुटेको मकै। कालो चिया नै खाने होला नि त। एकदम लभ यु। गीत बनेर रेडी भयो। छोरो त्यहाँ सुतिरहेको छ। गीत त बब्बालै छ बब्बाल। उता MP3 ल्याऊ न। MP3 देऊ। अब राति गीत सुन्यो लौ सुनाउँछु कि अहिले पकाउनु। अर्को पनि लिनुहोस्, म अब जान्छु पकाउनलाई। पाक्दै छौ। ए त्यसै किन उठाउन आएको त नि? ओके बुढो, म चाहिँ अब चप्पल खोज्दैछु कि मेरो चाहिँ चप्पल कहाँ हो यहाँ फेरि? यस्तो हुन्छ है चप्पल लाउनु पऱ्यो नि। कति हल्का कस्तो राम्रो कि चप्पल त टक्क लाएर चप्पल लगाइन्छ लगाइन्छ। हेलो बाइजू, के हो मकै खाने नि त? ओइ डढ्यो क्या हो? ग्यास च्यानल लागिन पर्छ नि यार। मकै डढ्यो। ग्यास च्यानल लाउनु पर्छ नि। मकै डढ्यो, मेरो मकै डढ्यो। हे भगवान्, मेरो मकै डढ्यो। मकै डढ्यो नि डढोस्।
खाइदिने हो मकै डढेर होइन त साथीहरू डढेर मकै मिठो हुन्छ हौ साथी होला है चिया हाल्नुहोस् जानुहोस् भाइजू चिया हाल्नुहोस् न ओके थ्याङ्क यू